हेलो नमस्ते जोडली एभ्रिवान म राज बुढाथोकी मेरो युट्युब च्यानलमा तपाईहरुलाई धेरै धेरै वार्म वेलकम छ अनि स्पेशली आज फागुनको 29 गते आज हाम्रो पहाडी होली सम्बन्धी ब्लग लिएर आएको छु प्लिज हेरेर लाइक शेयर एन्ड सब्स्क्राइब चाहिँ गरिदिनुस् आउनुस् आज हाम्रो पोखरामा यता लेक साइडतिर कस्तो देखिन्छ यहाँको आज हाम्रो होलीको दृश्यहरू तपाईलाई म अवश्य अवलोकन गराउने छु इन्जोय गरौँ आउनुस् हेलो नमस्ते एभ्रिवान फेरि पनि मेरो युट्युब च्यानलमा तपाईहरु सबैलाई एकदमै वार्म वेलकम छ आज चाहिँ स्पेशली होली हो र होलीमा हेर्नु गाइस अहिले चाहिँ म हलनचकमा छु धेरै भिडभाड छ हैन देख्न सक्नुहुन्छ आज हाम्रो एउटा फेस्टिभल नेपाली फेस्टिभल होली अनि मेरो साथीहरु चाहिँ अगाडि हुनुहुन्छ अरे म चाहिँ त्यो साथीहरुलाई भेट्न जाँदै छु गाइस फाइनली मैले चाहिँ गाडी पार्कमा लाएर अब अगाडि बढ्न लाग्यो हेरौँ के हुन्छ अन्नपूर्णका रिसोर्ट रहेछ है अन्नपूर्ण मान्छेको भिड भाड रुक गाइज मेरो साथीहरु ल मलाई चाहिँ ग्रान्ड वेलकमको लागि बवाल ल साथीहरुको ग्रान्ड वेलकम मलाई ल पानी खानु पर्यो यार क्यान सकेर यार कहाँ रमाइलो रहेछ नि त यार यार राजेश सर एउटा प्लास आनम प्लास गाइस मेरो हालेर त्यहाँ फिलिङ गुड अंदर यार मार अंदर यार मेरो बियर पानी बोलिने सकेर डीजे साइडमा बजे यो एउटा त उडाइदेऊ तिमी यसरी के यता दिन्छु यता दिन्छु ल्याम त भिडियो खिच्ने बोल्दै बोलेन यार ल भान्जी ह्यापी होली ह्यापी होली एभ्रीवन ह्यापी होली गाइस ह्यापी होली बिस्तारै बिस्तारै तपाईले छिटो गरे भने त्यो चाँडो मर्दो रहेछ के भान्जी साथीभाइहरुसँग होली मनाउँदाको मजा अर्कै छुट्टै छ नि त गाई चाहिँ ल ड्रोन हराउला फेरि राम्रोसँग उडाऊ है ड्रोन फेरि अहिले तालमा ल्यान्ड गऱ्यो भने बर्बाद हुन्छ गाई चाहिँ मेरो अनुहार त यस्तो बिजोक भएछ हेर्न सक्नुहुन्छ साथीभाइहरूले अहिले आउँदैन खै ल ल ल आयो 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 यो ड्रोनको चाहिँ सेन्सर छैन झटाट आउँछ के गाइस फेरि
जीवनले पर्फेक्ट उडाउँछ सेन्सर रहेछ के काम गर्यो ड्रोन चाहिँ हामीलाई सुटिङमा हाम्रो ड्रोन ल्यान्ड भयो दिनभरि सुटिङ गर्दा गर्मी हुने लाग्छ त्यो हावा ड्रोन यहाँमाथि उडाइदिनु हुन्थ्यो कि एकछिन शीतलो हुने अनि हो र भान्जी के भइतो रे ड्रोन के भइतो रे भान्जी सुटिङ गर्दाखेरि के चर्को घाममा दिउँसो नाच्दाखेरि चाहिँ एकदम गर्मी हुने के अनि ड्रोनको हावा दिनुहुन्थ्यो कि एकछिन हामीलाई कलाकारहरूलाई शीतलो हुन्छ ओके गाइज ल दुईटा यहाँ लाइभ छ यता ग्रुपमा रेकर्डिङ छ गाइज है ताल चाहिँ पुरा उता उता यस्तो देखिरहेको छ हेर्नुहोस् है मैले मामा मैले बिर आएको थाहा पाएँ क्या मान्छेले ठिक छ थाहा पाउनु भएको राम्रो त कमेन्ट आएको छैन गाइज यो भाइस बवाल छ है सही छ एकदम मजाको स्योर गाइज मजा आछ बियर खाँदै यहाँ तालमा यस्तो यो हुन्छ नि होलीको भाइब्स गाइज है प्रायः रङले बिजो खोज्नु होइन म्याडम त्यस्तो हाम्रो सर पानी छ होला मामा कता बोतलमा मलाई 3000 माग्दैछ बोर्डको होइन खासमा म त 25 चढेको नि त म त एकछिन चढेको नि त मेरो त 500 खानाकुरा प्लस ढिलाको फाइन होइन ढिलो आएको त दाइले लाउनै छ नि केटाहरू अहिले चाहिँ तालमा पुरा चाहिँ हाम्रो डुङ्गा खस्यो माछा पार्ने रस्सीमा हाम्रो चाहिँ डुङ्गा पऱ्यो अब बुवा आएर बनाइदिनु भन्छ अनि उता त्यहाँ ठोकिन्छ के ठोकिन्छ के ठोक्यो भने फेरि मर्छ जाली छ ठोक्यो भने मर्छ गाई चाहिँ ठोक्यो भने मर्छ ठोक्यो भने मर्छ ल्याउटा त्यो दिदीलाई पठाइदेऊ तिमी उता जाऊ त्यो आन्टी उता जाऊ यो दिदीलाई पठाइदेऊ बोट उठा हामी चाहिँ फ्योटलमा हरायौँ गाइस बाटो भुल्यो हामीले मैले गाइस तालमा हामी चाहिँ हेलो एन्ड नमस्ते अहिले चाहिँ हामी फेवातालमा छौँ अहिले हाम्रो तालमा हाम्रो डुङ्गा चाहिँ अड्केको छ होलीमा पानी पर्न लाग्यो एकदम हावाको बेग लागेको छ उल्टो डाइरेक्सनमा हामी जाँदैछौँ है त गाइस हामीलाई दिदीले सराप्नु भयो ओ दिदी उता उपराष्ट्र जाम भन्ने कुरा थियो कि मेरो किन उपराष्ट्र नि अब सिधै खेल्दिने हो नि हेर्दै हजुरको बिहान एक्सर्साइज भएको थिएन होला हो आउनु न त खेलौँ ल नवीन र रात खेलौँ त चोकबाट सिधा आउँछ नि एकछिन पानी परे जस्तो हो भाइ अब घर जाने गाडी आज होली खेल्दै अनि चिसो बियर हान्दै तालमा रमाइलो गर्दै आजको होली चाहिँ तालबाट है त हजुर होपफुल्ली तपाईँहरू पनि एकदम रमाइलो इन्जोय गर्नुभयो होला आशा छ आज ब्लगमा त्यो अन्त्य गर्न चाहन्छु हेभ अ गुड डे शुभ दिन बाई बाई साथीहरू सब इन्जोय हुनुहुन्छ ल बाई बाई गाइज ह्याप्पी होली सुरेश सर मुड मिनरलको पानी हजुर लाइदेउला चौपटिया